हेलो गाइस, आज चाहिँ म बजार जान आँटेको अनि बजार जाँदा चाहिँ कस्तो भएर जान्छु भनेर म तपाईहरुलाई देखाउन चाहन्छु। त्यही भएर चाहिँ आज मैले भिडियो बनाएको। अनि बजार जाँदाखेरि चाहिँ के लाउँछु भन्दाखेरि आज सिम्पल देसी लुकमा जान आँटेको। त्यही भएर हेर्दै गर्नुहोस्। अब चाहिँ म रेडी हुन्छु। अहिले चाहिँ म रेडी भइसकेँ। रेडी मतलब लुगा चाहिँ लगाइसकेँ। अब चाहिँ म मेकअप गर्छु अनि तपाईहरुलाई देखाउने छु। हेर्दै गर्नुहोस्, मेरो भिडियोमा बनिराख्नुहोस्। अहिले चाहिँ मैले क्रिम लगाउन आँटेको। क्रिम मतलब सनस्क्रिन लाउँछु म चाहिँ। यो लोटसको पहिलेदेखि यो लाउँछु, यो सुट गर्छ। सो हेर्दै गर्नुहोस्। क्रिम चाहिँ म बेसी लगाउँदिनँ, यति मात्र लगाउँछु। अब चाहिँ म फाउन्डेसन लाउन आँटेको। हेर्दै गर्नुहोस्। अब चाहिँ लाउँछु म आँखामा आई सेड। यो चाहिँ सकिन आँटेछ। हेर्दै गर्नुहोस्। अब चाहिँ म आइब्रो बनाउँछु। आइब्रो चाहिँ मेरो पतला छ, सो त्यही भएर मैले आइब्रो बनाउनु पर्छ। अब चाहिँ लाउँछु म मस्कारा। मस्कारा चाहिँ अब चाहिँ बनाउँछु म हिमाल। यो चाहिँ म लगाउनु पनि लगाउनु लाउँछु। अब चाहिँ लगाउँछु म लिपस्टिक। लिपस्टिक चाहिँ मलाई न्युड कलर नै मनपर्छ, सो त्यही भएर लिपस्टिक लगाइसकेँ। सो मेरो मेकअप कस्तो छ त गाइस। अहिले चाहिँ मैले मेकअप गरिसकेँ। मेरो मेकअप चाहिँ यति नै हो। अब चाहिँ म बजार जान्छु। सो के कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस् होला। अनि आजको लागि चाहिँ बाई। फेरि भेटौँला नेक्स्ट भिडियोमा।